लिएर आउनुको लागि के पाए जनताका छोरछोरीलाई राष्ट्रपति बनाएर यो त एउटा विदेशीको खेल हो हिजो राणाको पालना जङ्गबहादुर राणाको पालना बेलायतको जस्तरी राजसंस्था रहने तर जनताको छोरो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने डिजाइन बेलायतले हिजो खान खोजेको थियो नेपाललाई हिजो राणा र राजा भए बेला बेलायतले कब्जा गर्न सकेन नेपाललाई इन्डियालाई कब्जा गरेर बस्दा छ किन नेपालमा बरु यी नालायक सरकार भन्दा त बरु राणा कैयौँ गुणा ठिक किनकि 4 जना मारे हुने राणाले हो कि होइन 4 जना झुन्ड्याएर मारे गोली हानेर मारे के गरेर मारे तर यो ज्यान मारा प्रचण्डले कति मारो 17,000 त मारो नि अझै अस्ति मारिदियो पत्रकार तपाईँहरूकै सहकर्मीलाई मारिदियो त्यो सत्य तथ्य बाहिर छानबिन हुन्छ भनेर मार्दै होइन पत्रकारलाई राजावादीको आक्रोश के थियो र पत्रकारलाई मार्नलाई हामी त नेता मार्छ अब भेट्यो भने नेपाली जनतालाई त्यत्तिकै गोली हानेर मार्न पाउँछ आन्दोलनको पहिलो दिन घोषणा हुन पाएन कार्यक्रम सुरु गर्न पाएन राष्ट्रियगान बज्दै हो त्यत्तिकै गोली हान्दिने असुरले हान्दिने छातीमा गोली हान्न पाइन्छ कम्मरमुनतिर गोली हान्ने आदेश छैन त्यो नालायक गृह मन्त्री के लेखक त्यसको अब करङ भाँचिने दिन आउँदैछन् जनता चुप्लाएर बस्दैनन् नि दिन आउँदैछन् उदो मुन्टो पारेर अहिले यो जे बोलिरहनु भएको छ नि यो पनि यही लोकतन्त्रकै कारणले हो नि बोल्न पाएको हिजो मदन भण्डारी कसरी बोलेका थिए हिजोका भिडियोहरू हामी देख्छौँ नि मदन भण्डारी बोलेका थिएनन् राजाको पालना राणाको पालना बोल्न नपाउने हो किनकि जनता आजका दिनमा जसरी पदमा पुग्छन् र विदेशीसँग बिग्छन् जनता भनेर राणाहरूले बोल्न नदिएका हो राजाले बोल्न नदिएका होइनन् यहाँ भन्छन् माओवादीका नेताहरू भन्छन् मलाई अचम्म लाग्छ के अरे राजाको पालना बोल्न पाइँदैन थियो अरे पढ्न पाइँदैन थियो अरे त्यो बाबुराम कहाँ बसेर पढेको राजाको पालना पढ्न पाइँदैन थियो आजका यी स्कुलहरू कसको पालना खोलेका हुन् यिनीहरूको पालना चाहिँ पढ्न पाइए मान्छे 25-30 लाख खर्च गरेर विदेशमा पढ्न जान्छन् यिनीहरूले ल्याएको व्यवस्था के नापो नेपाली जनतालाई केही